हेलो फेरि सबैलाई चाहिँ गुड मर्निङ भन्न चाहन्छु अनि सबैजना आरामै सन्चै हुनुहुन्छ होला अनि म चाहिँ एकदम फिट एन्ड फाइन छु अनि हामीले चाहिँ पहिला अस्ति भर्खरै यो पिच बनाइसकेको थियो भने अब फेरि हामीले यहाँबाट जोड्न गइरहेको छु हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो ठ्याक्कै यो बाटो चाहिँ हाम्रो ठ्याक्कै अर्गुन चोकमा बुढी बजारमा जोडिन्छ हामीले चाहिँ त्यहाँसम्म जोड्ने हो टुक्रो टुक्रो गर्दै गर्दै मिलाइरहेछौँ अनि भ्यू हेर्न सक्नुहुन्छ माथि अचेलले डाँडाबाट देख्ने भ्यू अनि यस्तो हरियाली चिसो चिसो मौसममा चाहिँ एकदम बबालाई भइरहेको छ अनि सबैजनाले चाहिँ अनि हाम्रो डिएलबी दाउरामा भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म अनि सबैजनाले चाहिँ काम सिक्न सक्नुहुन्छ हेरेर पनि है तल प्लेयरमा देखाउँ न अनि जुनसुनबाट नाम देखाउन केटाहरूलाई केटीहरूलाई सबैलाई बवाल हुँदैछ है यो चाहिँ अनि हामीले बाहिरको माल चाहिँ भित्र तानिरहेको हो जुनबाट फोर्स गरौँ भिडमा ल बवाल हुँदैछ है काम बवाल हुँदैछ बवाल काम भाइ काम काम बवाल भइरहेछ चलाउनु पर्छ गाह्रो चलाएर पानी मान्छे पानी ट्याङ्कर चाहिँ यहाँ छ पानी ट्याङ्कर चाहिँ यहाँ बनाइरहेछौँ हामी अहिले गुरुजीसँग भेटेर गफसफ नि गर्न पर्छ त्यहाँ ट्याङ्कर लाएर दुङ्गुरको मासु खाँदैछ हाम्रो रसी गुरुले गुरु एक पिस काट देखाइदिनु नि त कसरी खाँदो रहेछ हामी सिक्नु पऱ्यो क्या सिक्ने बहिनीले बनाएरै लजाइदिइसक्यो पाक्यो हाम्रो त चङ्का चेत भइसक्यो यता पनि छ हेर्नु होला बवाल काम भइरहेको हाम्रो भाइले अगाडिबाट खिचिरहेको छु म चाहिँ यहीँबाट पोल्टेको है अनि चारले मालभित्र तानिरह अनि हेर्नु होला मालले चाहिँ भित्र तान्नुपर्छ त्यसलाई ढाक्काले 7 मिटरमा ढाके गरिन्छ नि भाइ ठिक छ राम्रोसँग ठिक छ है कति धेरै मान्छेले बिस्तारै बिस्तारै अब राम्रो हुँदै जान्छ सफर गर्छु नि त मैले यस्तो कामहरू र अब दामी कामहरू चाहिँ भने सबैजनाले चाहिँ मलाई माया गर्छ भन्ने चाहिँ आशा छ अनि अहिले सबै खिची आयो भिडियो है बवाल लाग्यो ल भाइ आऊ भाइ आऊ न आऊ दामी ल हाम्रो यहाँ पानी हालिरहेछ है चिप्लो चिप्लो टायर चिप्ल्यो गिटी हो अलि धुलो कम छ नि त त्यही भएर केटाहरूले बाहिरको मालभित्र फ्याल्ला हाम्रो चाहिँ यो बेस फाइनलमा चाहिँ अब पानी हालेर चाहिँ पेल्ने हो अनि उकालो ओह्रालो बाटो अलिक राम्रोसँग बस्दैन क्या मजाले पानी हालेर पनि मिलाउनु पर्छ
अनि कसैलाई ग्रेडर चाहिँ हामी कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरूले है। फेरि यो यस्तो दामी छ है हरियाली। अय मर्दे ठिक बा ए दिदीको फोन आयो ओए कसको फोन आयो कसको फोन आयो मर्दे ओए मर्दे किसका फोन आया बीवी का मोबाइल छक्काको फोन तेरिका तिमीहरू पनि मान्छे त हो रहेछ यार। ल है यहाँ चाहिँ अब वाटर रोलिङ हुँदैछ अनि यो आकाशभरि किरा आहा कस्तो खालको किरा हो यो भन्दै आहा। ल फाइनली हामी चाहिँ कामसाम भ्याएर रुमतिर जाँदैछौँ है। ल सबैले चाहिँ हेरिदिनु होला है काम चाहिँ सिक्नुपर्छ काम सिक्नुपर्छ जोडिरहनु होला भन्न चाहन्छु।